हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल है। तपाईँहरू सन्चै हुनुहुन्छ होला है। म पनि एकदमै सन्चो नै छु। अन्त तपाईँहरू सोच्नुहुन्थ्यो होला यति बाइकमा बिहानै गएको भिडियो बनाउँछ, फेरि गाडीमा नक्कल पार्दैछ भनेर सोच्नुहुन्थ्यो होला होइन। हामी चाहिँ आज फ्यामिली चाहिँ छाङ्गु गएको है। हल्का आउटिङ निस्केको नि त, भाइको पनि ड्युटी छुट्टी भएर घर आएको थियो, त्यसले गर्दाखेरि छाङ्गु जाउँ न भनेर चाहिँ निस्केको। छाङ्गु मात्रै होइन, जुलुक पनि गएको। अन्त यहाँनिर छ भाइ, आमा, ग्याल्छेन अनि उनीहरूकै भाइको साथी हो, स्कुल फ्रेन्ड। अन्त हामी चाहिँ जाँदैछु। आजको दिन चाहिँ एकदम दामी छ। अन्त मैले एक्सपेरिमेन्टको लागि चाहिँ चिप्स बोकेको। यो चिप्स चाहिँ यत्रो यत्रो फुलिन्छ अरे नि त, त्यही भएर बोकिरहेको छु है। अब हेरौँ माथि गएपछि कस्तो हुन्छ। अन्त हामी चाहिँ लाग्यौँ। एकदम दामी दिन भइरहेको छ। अब हेरौँ माथि माथि के कसो छ। अनि कस्तो गोरुहरू त सिलगढीको जस्तै बाहिर बाहिर बस्दिरहेको छ। तपाईँहरू पनि यहाँको हल्का नजारा हेरिदिनुहोस् है। तपाईँहरू पनि इन्जोय गरिदिनुहोस् मेरो भिडियोलाई। अन्त हामी चाहिँ आधी बाटो पुगिसकेको छु है। अन्त हामी चाहिँ यहाँनिर एकदम मुस्लिम जस्तो भइरहेको छु। आमा यहाँनिर छ, ग्याल्छिन यहाँ छ। एकदम मजा आइरहेको छ गीत सुन्दै। अन्त हामी चाहिँ आधी बाटो पुगेर यहाँनिर खाजा मगाएर खाइरहेको छ, किनकि हामी चाहिँ बिहान केही नखाइकन हिँडेको थियौँ नि त, त्यसले गर्दाखेरि। अनि आमा चाहिँ यहाँ हुनुहुन्छ, आमाले त अघि नै खाइसक्नु भएको छ हो। अन्त हामीले चाहिँ अब खाँदैछु। अन्त यो चिप्स तपाईँले अघि फर्स्टको भिडियो पनि देखिसकिहाल्नु भएको छ होला कस्तो छ भनेर है। अनि अहिले चाहिँ एकदम फुलिसकेको छ। यसलाई चाहिँ के भन्छ याद छैन यो के भएको हो भनेर। तपाईँहरू पनि है इफ छङ्गु जानुभएछ भने चाहिँ तपाईँहरू पनि एउटा चिप्स यस्तै अलिक हावा कम्ती भएको चिप्स बोकेर हेरिहाल्नुहोस् तपाईँहरू नै आफै। अब चाहिँ हामीहरू डाइरेक्ट जुलुकतर्फ आइपुग्यो है। जुलुकको यहाँ हेरिहाल्नु भयो होला कस्तो हावा चल्दैछ, कपालले छ नि यस्तो चल्दैछ हावा। यहाँनिर चाहिँ उहाँको बारेमा सानो के लेखेको रहेछ है। यहाँनिर तपाईँलाई पनि देखाइरहेको छु। अब चाहिँ म तपाईँहरूलाई यहाँको भ्यूहरू पनि देखाउँछु है। एकदम दामी, यस्तो दामी कि कसम भनेको नि। तपाईँहरू पनि यहाँनिर एकखेप जानुहोस् है। तर कतिजना त गइसक्नु पनि भएको होला है। म चाहिँ जुलुक भने चाहिँ फर्स्ट टाइम गएको, फ्यामिलीसँग नै आएको छु है। यति दामी स्वर्गीय फिल भयो। यता नै हुनुहुन्छ हाम्रो रामकृष्ण प्रहंसज्यू। उहाँ चाहिँ यहीँनिर चाहिँ गुफा बस्नु भएको रहेछ नि त। एकदम यस्तो हावा चल्ने जग्गामा। अन्त अब चाहिँ हामी जुलुक पुगिसकेको छु होइन। तर हामी जुलुक आइपुग्नेसम्म चाहिँ एकदम दिन धुम्मिरहेको रहेछ। यहाँनिर जुलुकमा चाहिँ एकदम भ्यू पोइन्ट भएर नि यस्तो चिसो हावा के अम्बो भन्नु न, हात चाहिँ यस्तो ठिराएर हो। अन्त हामी चाहिँ अब त्यहाँ जुलुकबाट पनि है एकछिन बसेर फोटोसोटो खिचेर फर्किँदाखेरि चाहिँ यहाँनिर आधी बाटोमा चाहिँ आर्मीहरू चाहिँ सायद अब के गरेको होला मैले पनि बुझ्नु सकेन है। उनीहरू चाहिँ यहाँनिर पुरा गनहरू बोकेर चाहिँ कता जाँदै रहेछ। अन्त हामीलाई चाहिँ यहाँनिर उनीहरूको अफिसरले चाहिँ एकछिन रोक्नु लगायो है। अन्त हामी चाहिँ यहीँनिर रोकेर भिडियो बनाउँदैछु। म चाहिँ एकदम डरसरी बनाउँदैछु। म चाहिँ एकदम डर लाग्छ नि त, भरे है कसैको भिडियोहरू है पर्मिसन बेगर बनाउनु पनि त अप्ठ्यारो हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ पनि म चाहिँ यहाँनिर लुकेर भिडियो बनाइरहेको छु है। अनि यहाँनिर निकै बेर पर्खायो हामीलाई है। कति भइसक्यो यहाँ आएर बसेको र पनि केही छैन। अनि बिचरा हाम्रो देश यो गर्ने भिडियो बनाउने विशेष नि त यसको रुम जुत्ता भिडियो चाहिँ एलाउड छ कि छैन फेरि।
जा बाबा हेर्नु एजे मेरा चल्बो छ थोड़ा सा हवाई एक्सेन्ट दुगै चाहिँ बेला तलबाट गरौँ भनेको थियो भिडियो तर एकदम चिसो भयो नि है तलबाट बनाउँ भनेको थियो एकदम चिसो भएर चाहिँ यहाँ आएर बनाएको यसै ब्याग छ ओल्ड बाबा मन्दिर त ओल्ड हो यो एकदम चिसो बाहिर झन् यहाँ चाहिँ भित्र अलिक यो भएर भिडियो बनाएको तलबाट चाहिँ बनाएन एकदम चिसो भएर जाडो भएर यो छुवा न यो छुवा न उयो हेर न ढोका न उसको के भन्छ लुगा एकदम प्रेसको साथमा राख्नुपर्छ अरे त्यसो भने भन्थ्यो जो है हामी ड्रेसहरू जुत्ताको सबै बुटहरू रहेछ फ्यान्सीहरू पनि रहेछ ड्रेसहरू उसको बेट हुन्छ स्टोरी अच्छा स्टोरी अच्छा हल्का हल्का अब चाहिँ हामी यहाँबाट निस्केको आयो क्याप्सन हो त्यो मेरो त्यो मेरो यो लगाउने केटीको झन् अब चाहिँ हामी एकदम चिसो हिउँहरू चाहिँ सबै यस्तो भइसकेछ छिरिङ छुनु पनि क्या हो आइस अब उसले लगाइरहेको रहेछ है उयो भइहाल्यो ल हेर्नु न तिनजना यता अब चाहिँ हामीहरू यहाँनिर चाहिँ मैले एकदम जाडो भएर चाहिँ भिडियो बनाउँदै थिएँ नि त कि आमाहरूलाई त फोटो खिचेको जस्तो लागेछ नि तर म यो चाहिँ पुरानो बाबु मन्दिर अरे हो एकदम चिसो हातमा ग्लोभ्सै लगाएको थिएन नि त त्यसले गर्दा अघि नि जाँदाखेरि बनाऊँ भनेको कि पुरा चिसो हो अन्त अहिले चाहिँ हामीबाट निस्केको दिन एकदम चिसो भइरहेको तपाईँहरू पनि प्लिज आउनुहोस् है अब चाहिँ हामीहरू फर्केको यहाँबाट होइन लास्ट फर्स्ट जुलुक गयो जुलुकबाट के भन्छ जुलुकबाट कहाँ पायो बाबा मन्दिर अन्त चाहिँ लास्ट चाहिँ यहाँ छङ्गु आएको होइन अन्त अब चाहिँ क्लोजिङ टाइम अरे हो अनि त्यसले गर्दाखेरि चाहिँ अब हामीले फोटो पनि खिच्नु पाएन हामी चाहिँ यहाँबाट निस्केको तपाईँहरूलाई पनि भ्यू देखाइदिन्छु ल यहाँको आजको मेरो गेटअप अयो पहिला लास्ट इयर आउँदाखेरि चाहिँ पुरा फगी भएर एउटा पनि देखेको थिएन आज चाहिँ एकदम टाढादेखिको यस्तो छ है अब लास्ट हामी चाहिँ फोटो खिच्नु लाग्ने आमाले चाहिँ अघि ज्याकेट लगाएको थियो होइन यहाँ छाङ्गु ऱ्याकमा चाहिँ यो फोटो खिच्यो भनेर कोट लगाएको थियो फेरि क्लोजिङ टाइम भनिहाल्यो हो आमा अब चाहिँ हामीहरू रुम आइसकेको छ होइन किनकि आज चाहिँ हामी घर गएन किनकि भोलि गर्लफ्रेन्डको ड्युटी लाग्छ नि त हो अनि त्यसले गर्दाखेरि चाहिँ सिधा रुम नै आयो अन्त फेरि भोलि फेरि पर्सि छुट्टी होइन त्यसले गर्दाखेरि चाहिँ भोलि बेलुका फर्किने भएर चाहिँ अहिले चाहिँ हामी सिधै यता रुममा आयो होइन पुरा थाक्यो अन्त अब म चाहिँ डङ्गै सुतेको पनि होइन बाहिरबाट नै खानासाना खाना आएको थिएँ अन्त हुन्छ यति नै भिडियो के कस्तो लाग्यो प्लिज डु लाइक सेयर गरिदिनुहोस् भन्दै यतिमै बाई अर्को भिडियोमा भेटौँला